एभ्रिवान र आज हाम्रो घरमा चाहिँ स्पेसल दसैँ स्पेसल छ र अन्त आज चाहिँ आइतबारको दिन फ्यामिली सबैजना बसेर दसैँ स्पेसल गर्ने अरे नि त र हेर्नुहोस् है गाइस आजको हाम्रो दसैँ स्पेसलमा के बनिँदैछ है कसो बनिँदैछ है तपाईँहरूले हेर्नुहोस् है यहाँ चाहिँ गाइस सब्जी मन्डीमा सब्जी कटिङ हुँदैछ अहिले चाहिँ सबै देख्यो नि त अघि चाहिँ केही देखेको थिएन आजको दसैँको स्पेसल चाहिँ हाम्रो न्युटेला देखिन्छ है आजको दसैँमा चाहिँ छैन अरे मासु बेचेको आइगयो स्पेसल प्याज कटिङ हुँदैछ ल होइन अन्त भोलि पुर्ने लागिहाल्छ नि त के हो त के गर्नु भोलि त पुर्ने हो त र गाइज हेर्नुहोस् यहाँ चिकन पनि कटिङ गरेर रेडी छ है र गाइज हेर्नुहोस् कसको नयाँ फोन र यही दादाले चुला बाल्नु हुँदैछ अब सुरु गर्दैछ है अब चाहिँ दसैँ स्पेसल आजको दसैँ स्पेसल हुँदैछ यो चाहिँ के बसायो दा दाल है अब दाल पाक्छ त्यहाँबाट पर्ची पाक्छ त्यहाँबाट कुखुराको मासु पाक्छ बेलुका त भैँसी पनि पाक्ने हो खसी पनि पाक्ने हो बेलुका खुवाइ चाहिँ दह्रो हुने ल गाइस हेर्दै गर्नुहोस् यो चाहिँ रक्सीसँग चक्ना रातोसँग गाइस भैँसीको मासु त वाक्कै भइसक्यो होला सबैजना अन्त आज सक्यो होइन अन्त गाइस हेर्नुहोस् आज कटिङ हुँदैछ सब्जी कटिङ मासु नि यत्रो छ सब्जी पनि काट्दैछ बाफ्रे सब्जी आइटम चाहिँ कसले र आजको स्पेसलमा चाहिँ भिडभाड धेरै भइहाल्यो फेरि को बडालाई यहाँ के हो तिमीहरूको तमासा दसैँ सक्यो त अब खालि खानु खसी काट्यो खायो भैँसी काट्यो खायो खालि बर्थडे भन्यो के हो तिमीहरूको तमासा कहाँ तिमीहरूको कमाउनु छैन जमाउनु छैन हेर नानीहरू भेला गऱ्यो यसरी हेर नानीहरू रातभरि अब खायो खाँदो चिज खा नखाँदो चिज खा रातभरि उठ्यो बिहान 10 बजीसम्म सुत्छ 12 बजी खतम छ यो दसैँ स्पेसल बेसी गर्यो आज भाइ बनिसकेको एउटा बोला नि यहाँ आउनु झट्टै भन्दैछ हतार लुगा फेरि आलो आलो बसौँ धन्न अलिकति ढिलो आएछ खसी लडायो भर्खर भर्खर
पार्टी लगाएर पनि बस्यो बाटो झोल के टेप निकाल्नु भयो के नाति पलाती ए कालो स्वाट छ धुर्मुस ओइ दुर्मुस नि हौ कहाँ दुर्मुस धुर्मुस नि दुर्मुस नि उसको अझै चाहिँ यही हो अझा कस्तो के अरे दाजु कस्तो साइज बनाएको नि आज हामीलाई फाइदा हुने अपेक्षा यस्तो ठुलो ल्याउँदै यस्तो ठुलो 5जना थियौँ 5जना भएको नि 4जना थियौँ 5जना भयो को 4जना कोलौटी बडा बडी बडा तेरो बुवा हामी 4जना थियौँ 5जना भयो यसको 5जना फिङ्गर रेडी हुँदैछ हैन बक्स त बजाउनु पर्थ्यो त हौ बक्स बालु लागि गर्दैन हुन्छ कति समय लाग्यो हाई गाइस भन्नु सुनेन हौ Hi guys. बालु किलो Hi guys. Hi guys. Hi guys. भोलि चाहिँ पूर्णि अरे अन्त आज लास्ट 10 स्पेशल सन्डे सन्डे के गर्नु होइन मैले बुझिन फाइनली हाम्रो चाहिँ आधा उधी आइटमहरु चाहिँ रेडी भइसक्यो यहाँ राइस रेडी छ गाइस अनि यहाँ चिकन पनि फ्राई गरेर हल्का रेडी भयो चिकन फ्राई गरेर रेडी भयो यहाँनिर हल्का फ्रेन्च फ्राई पनि हाल्ने अरे आलु मासुमा चिली अनि दाल पनि रेडी भइसक्यो फाइनली आज चाहिँ आधा उधी आइटम रेडी भइसक्यो र भिड हुन थालेको छ अब केटाकेटीहरूको भिड नमस्ते हाम्रो डान्सरहरू एक्टरहरू मैले खतरा डान्स हान्दै हालिदिइरहेको छु र गाइज हेर्दै गर्नुहोस् है बेन्चीहरू चाहिँ खाली छ हाम्रो ठुलो ठुलोहरू आइटमहरू चाहिँ फाइनली पाकिसकिसकेको छ र मित्रहरू मात्रै आइपुगेको छैन अब र फाइनली ढ्याङ्ग्रो नि आइपुगिसक्यो अब आइटम पनि बनिसक्यो र ढ्याङ्ग्रो नि आइसक्यो अब ढ्याङ्ग्रो चाहिँ बजाएर खेला सुरु गर्ने सब भाजेको दादा त्यो एकछिन छोड न यसको मसला र फाइनली यहाँ चाहिँ बा सबैजना आइपुग्यो कति कतिखेर आएको अरे हिजै र आइटम चाहिँ के बनिँदैछ यो आइटम छ खसीको हो खसीको मासु है भेना कसो हुन्छ भेना उता यहाँ पनि भेना फेरि महेशले फोन गर्नुभएको मान्छेको यहाँ सबसे पहिला चाहिँ हाम्रो सानो नि सबसे पहिला यहाँ चाहिँ यो डान्स गर्ने स्टेज बनाइरहेको छ खाटमा यहाँ डान्स हुन्छ हाम्रो चाहिँ परिवारको
यो पालि खाटमा डान्स गर्ने रे खाटमा भुइँमा बेसी भयो अरे ल एप्पल किन्ने एप्पल सेकेन्ड ह्यान्ड 120 रुपियाँ किलो वाला अरे हौ 120 रुपियाँ किलो वाला हेरेको छ अरे एप्पल एप्पल फोन किन्ने 120 रुपियाँ किलो त्यही त आगो पाउँथ्यो नि अलि सस्तोमा एप्पल नि आजकल पाउँछ नि सस्तो मार्केटमा ए आगो दाम सस्तो किन्छ न 90 रुपैयाँ किलो आमा अस्ति त 200 रुपैयाँसम्म थियो त चिकन मसला मजा आउँछ ए आगो टिका लाउँदै काकी उतेछ होला किन धेर भयो पे ड्युटी जान्छ हाल्दै मुसेर छ होला दुईटा सँगै हाल्ने त हो नि के लाउनु पाइहाल्छ प्रतिभा पर्मिता सब छन् ठीक छ लाइट पार्टी चल्दैछ आउ न अब त गीत पनि बजाउन नि त र यहाँ चाहिँ अब बोतलको गिलास नलुकान गिलास नलुकान देखाउन भन्छ कोही नदेखाउ भन्छ चिकन रेडी भइसक्नु आँट्यो Hello guys. किल्लर पार्टी हो हाम्रो cheers everyone cheers भयो भयो कैसे हो तुझसे बात तेरी सवेरे बुढाले फोन गर्ने बित्तिकै यसरी अरू देखाइहाल्छ